चीनका धनी व्यक्ति ज्याकमा भन्छन् बाँदरहरूको अगाडि केरा र पैसा राखियो भने बाँदरहरूले केरा नै रोज्छन्, किनभने बाँदरहरूलाई थाहा हुँदैन कि पैसाले धेरै केरा किन्न सकिन्छ। वास्तवमा यदि तपाईँ मानिसहरूलाई जागिर वा व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने उनीहरूले काम नै रोज्छन्, किनभने धेरै मानिसहरूलाई थाहा छैन कि एउटा व्यवसायले तलबभन्दा बढी पैसा कमाउन सक्छ। गरिबहरू गरिब नै हुनुको कारण यो पनि हो कि गरिबहरूले लगानी गरेर व्यवसाय गर्ने हिम्मत गर्न सक्दैनन्। हाम्रो शिक्षा पद्धति पनि जागिरमुखी छ। हामीलाई स्कुलमा के सिकाइन्छ भने आफ्नै काम गर्नुको सट्टा तलबको लागि काम गर्नुपर्छ। तर यथार्थ के हो भने तलबभन्दा व्यवसायले दिने नाफा कैयौं गुणा धेरै हुन सक्छ। तर जबसम्म ग्यारेन्टी हुन सक्दैन तबसम्म हामी त्यो जोखिम मोल्न डराउँछौँ। भूषण दाहालले एउटा अन्तर्वार्तामा भनेका थिए, जागिर खाएर क्यापिटल फर्मेसन हुँदैन भन्ने कुरा बुझ्न मलाई 30 वर्ष लाग्यो। जागिरले बाँच्न सिकाउँछ तर बन्न होइन। जागिरले पैसा कमाउन सकिन्छ तर सम्पत्ति होइन। जागिर तपाईको लागि मानो, तर व्यवसायलाई तपाईले छोडेको स्थानबाट तपाईको सन्ततिले सुरु गर्न सक्छन्। यो भनेको सन्तानको भागको सङ्घर्ष पनि तपाईँ आफैले गरिदिनु हो। त्यसैले जागिरमुखी होइन, उद्यमशील हुन सुरु गर्नुहोस्।